माछा छ अर्को पनि त्यहाँ थियो र ठुलो खाले ठुलै माछा थियो कहाँ हो सो टक्कर यहाँको भ्यूहरु देख्न सक्नुहुन्छ हैन यहाँ मन्दिर छ सो यता वरिपरिको भ्यूहरु हैन यहाँ सो है त गाइजहरु ल चट्ट लाएर म यहाँ मन्दिरतिर आइपुगेको छु कस्तो गली गाडी टाइपको रहेछ ल यहाँ चाहिँ तर मेरो पछाडी पनि टाइपको एउटा सानो मन्दिर टाइपको छ यहाँ चाहिँ यो कमल फुल जस्तो ओइ माछा नि रहेछ यार यहाँ त ल यार माछा नि रहेछ यहाँ त यतापट्टि साइडमा चाहिँ छैन रहेछ हैन ल ल ल ल ल ल रङवे ल म माथि आइपुगेछु यार यताबाट जानु पर्ने त अब यहाँबाट घुमाउनु दिन्छ यहाँबाट घुमाएर फर्काउनु पर्ने हुन्छ म त अगाडि आइसकेको छु कि बोल्दा भ्लग सो म चाहिँ अब त्यो छोडेर यो अर्को देखिरहनु भयो होला हैन सो यो अब क्यानको लिँदैछु एउटा हैन टक्क लाएर अब यो क्यानको कोक लिगेम एउटा अब कुनै सुरुको सपोर्ट गरेर अहिले पछि बनाएको चाहिँ किन सपोर्ट गरेर हैन अब यो फोनमा के रे मेमोरी कार्ड सपोर्ट नगर्यो भने अब यही क्यामेरामा हुने साइकल चाहिँ तल माथि दुई ठाउँमा कुद्न मिल्छ हैन तल यहाँ छेउछेउमा साइकलको जस्तो लाइन बनाएको नि त्यहाँ पनि साइकल कुदाउनु मिल्छ सो म चाहिँ अलि माथि पनि मान्छे हिँड्ने बाटोमै हैन फुटपाथ हुन्छ नि सो त्यही फुटपाथमा कुदाउँछु बिचमा चाहिँ सानो हिँड्ने मान्छे मात्रै हिँड्ने बाटो जस्तो टाइपको हैन अनि त्यहाँ अलि अगाडि पुगेपछि मन्दिर पनि टाइपको थियो त्यो चाहिँ हैन सो हेलो एभ्रीवन हैन वेलकम ब्याक टु माई न्यू ब्लग सो आज चाहिँ म हैन टक्क लाएर एक्लै साइक्लिङ जाँदैछु हैन एउटा बेन्टेनीको के भन्ने पार्क रहेछ यही नजिकै छ सो टक्क लाएर म यहाँ लोकेसन म्याप हेर्दै जाँदैछु हैन लगभग 1.5 किलोमिटर जति रहेछ त्यो चाहिँ सो म अब त्यही साइक्लिङमा भ्लग गर्दै जानेछु हैन भिडियो लास्टमा हेर्दिनु होला अब मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला अब म नेपाल फर्किने टाइम पनि हुन लाग्यो हैन सो अब त्यस्तै एक हप्ता 8-9 दिन जति बाँकी छ हैन टक्क लाएर अब जापानको ट्राभलिङ सकिने बेला हुन लागिसकेको छ हैन भिसा भनौँ न भिसा सकिने बेला हुन लागिसकेको छ अब टक्क म यहाँ साइकलमा भ्लग गर्दै जानेछु हैन आज सो टक्क पार्कतिर पुगेर हैन सबै देखाउने छु भिडियो लास्टमा हेर्दिनु होला मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला सो है त अब चाहिँ चेस्ट माउन्टमा राख्छु क्यामेरा अनि भेटौँ है त ल सो है त ल भिडियो लास्टमा हेर्दिनु होला हैन कस्तो लाग्छ अहिले चाहिँ म हिगासिमरायामा छु यतापट्टि हाम्रो पुलिस स्टेसन छ सो अब टक्क लाएर जाँदैछु हैन बेन्टेको के त्यस्तै के नाम थियो कि त्यो पार्कको नाम हैन सो है त ल सबै हेर्दिनु होला हैन बाटोमा के हुन्छ हैन सो त्यस्तै 1.5 किलोमिटर जति देखाइरहेको छ हैन ल है त सो है त गाइस चट्ट यहाँ चाहिँ हिगासिमरायामा ट्रेनको स्टेसन छ यतापट्टि साइडमा लेफ्ट साइडमा टक्क म चाहिँ यहाँ अगाडि जाँदैछु अगाडिबाट देखेर हैन लोकेसनले म्यापमा सो टक्क लाएर अब यहाँ हल्का अगाडि जानुपर्ने हुन्छ 300 मिटर अगाडि गएपछि लेफ्ट देखाएको छ हैन बिचमा चाहिँ सानो हिँड्ने मान्छे मात्रै हिँड्ने बाटो जस्तो टाइपको हैन अनि त्यहाँ अलि अगाडि पुगेपछि मन्दिर पनि टाइपको थियो त्यो चाहिँ हैन सो भिडियो हेरिदिइराख्नु होला लास्टसम्म टक्क लाएर म तलबाट जान्छु हैन त्यहाँ माथि साइकल ल्याङ हान्यो सो अब यहाँ देखिरहनु भयो होला हैन सो है त गाइजहरु ल यो साइकल चाहिँ तल माथि दुई ठाउँमा कुद्न मिल्छ हैन तल यहाँ छेउछेउमा साइकलको जस्तो लाइन बनाएको नि त्यहाँ पनि साइकल कुदाउनु मिल्छ सो म चाहिँ अलि माथि पनि मान्छे हिँड्ने बाटोमै हैन फुटपाथ हुन्छ नि सो त्यही फुटपाथमा कुदाउँदैछु ल ल ल ल ल ल रङवे ल म माथि आइपुगेछु यार यताबाट जानु पर्ने त अब यहाँबाट घुमाउनु मिल्छ यहाँबाट घुमाएर फर्काउनु पर्ने हुन्छ म त अगाडि आइसकेको छु कि बोल्दा भ्लगमा बोल्दै सो ल चट्ट म चाहिँ यहाँबाट यतापट्टि घुमेर जाँदैछु यहाँबाट अब फर्किनु पनि हुन्छ उतैपट्टि फेरि यही बाटो देखेर आएको छ हैन यहाँ अहिले अल्ट्रा वाइड अघि चाहिँ नर्मलमा थियो भने क्यामेरामा अहिले अल्ट्रा वाइडमा राखेको छु सो कस्तो आइरहेको छ हैन एङ्गल राम्रो आइरहेको छ होला लाग्छ हैन टक्क यहाँ चाहिँ ट्रेनको लिक रहेछ सो किन हो माथि मात्रै बार छ त तल छैन त्यो यति तल झर्ने होला सायदै अब यहाँबाट राइट कतापट्टि हो यार यतै होला सो है त गाइजहरु ल चट्टै यही बाटो
सो 30 मिटर अगाडिबाट 30 मिटर ल आइपुगेँ ल गाइजहरू ल म चाहिँ आइपुगिसकेँ यहाँ सो हेर्न आएको छु म चाहिँ आज टक्क लाएर डेरन भाला होइन साइकलको पार्किङ चाहिँ कता हो बरु यार कोही बवाल छ त यार पार्क त बवाल छ होइन साइकलको पार्किङ चाहिँ कता हो एक लट 7-11 हेरौँ नजिक कहाँ अनि त्यसपछि गएर भित्र छिर्नुपर्छ त ल सो यता गाइज ल चट्ट म यहाँ 7-11 आइपुगिसकेको छु टक्क यहाँ साइकल एकछिन एक लट पार्क गरौँ होइन अनि टक्क भित्र अब के छ खानेकुराहरू यसो कोकहरू हेरौँ त्यसपछि त ल मैले चाहिँ आज 2टा फोन ल्याएको छु यहाँ पनि छ एउटा होइन सो अर्को पनि यहाँ 17 Pro Max पनि छ सो यहाँ अब 1000 yen छ होइन सो अब यसको के किनौँ त्यसपछि त ल सो है त गाइजहरू ल टक्क लाएर म यहाँ अब एउटा यो कोक लिन्छु सो है त ल अब यहाँ चाहिँ अब आफैले झिक्न मिल्छ होइन कोक छ एउटा यहाँ टक्क लाएर कोक देखिरहनु भयो होला होइन अब अर्को के लिनु भन्दाखेरिमा सो म चाहिँ अब त्यो छोडेर यो अर्को देखिरहनु भयो होला होइन सो यो अब क्यानको लिँदैछु एउटा होइन टक्क लाएर अब यो क्यानको कोक लिगेँ एउटा अब अरू के एउटा खानेकुराहरू के लिनुपर्छ यार सो है त हेरौँ के छ त्यही चिकनहरू पनि हुनसक्छ है सो टक्क लाएर देखिरहनु भयो होला होइन टक्क अब है त सो है त गाइज चट्ट लाएर मसँग चाहिँ यहाँ एउटा चिकन अनि त्यसपछि यो के भन्छ यसलाई ससेज चिकन र ससेज छ भने यहाँ चट्ट लाएर कोक आइसकेको छ सो यहाँ साइकल रहेको छ होइन मेरो टक्क यहाँ 7-11 देखि सक्नुहुन्छ होइन टक्क अब म त्यहाँ पार्क पुगेपछि भ्लग स्टार्ट गर्छु होइन अहिले चाहिँ म क्यामेरा हिँडिराख्छु होला कि झोलामा राख्न सक्छु सो है त ल पार्क पुगेपछि खानुपर्ने हुन्छ यहाँ ससेज र चिकन छ त्यही हो त ल अब सिधै एकैचोटि पार्क पुगेपछि भेटौँ ल त त्यहीँ यहीँ नजिकै रहेछ म 7-11 चाहिँ अलिक घुम्दै अलिक सुरुमा अब नचिनेर घुम्दै आएको छु होइन सो अब पार्क पुगेपछि भेटौँ ल त ल बाई बाई आइपुगिसकेको छु टक्क लाएर यतातिरको भ्यूहरू देख्न सक्नुहुन्छ होइन सो यहाँ त्यो सानो मान्छे मात्रै हिँड्ने मिल्ने टाइपको बाटो छ होइन अब यो बाटो टक्क यहाँ रेडबुल रेडबुल कोका कोला छ मसँग चाहिँ अब यहाँ सानो मन्दिर जस्तो टाइपको छ होइन सो त्यो मन्दिरमा जाम एक लट सो है त गाइजहरू ल चट्ट लाएर म यहाँ मन्दिरनिर आइपुगिसकेको छु कस्तो अलिक घारी टाइपको रहेछ ल यहाँ चाहिँ सो टक्क लाएर देख्न सक्नुहुन्छ होइन यहाँ मन्दिर टाइपको छ सो टक्क यतापट्टि वरिपरिको भ्यूहरू देख्न सक्नुहुन्छ होइन टक्क लाएर उही तर मेरो पछाडि पनि टाइपको एउटा सानो मन्दिर टाइपको छ यहाँ चाहिँ यो कमल फुल जस्तो ओइ माछा नि रहेछ यार यहाँ त ल यार माछा नि रहेछ यहाँ त यतापट्टि साइडमा चाहिँ छैन रहेछ होइन यतापट्टि त गोल्डन फिसहरू जस्तो छ होइन खुइलेको जस्तो खुइले खायो कि अलिकति गोल्डन फिसको त उसी टक्क लाएर देखिरहनु भएको म अहिले फोनबाट पनि हल्का जुम गरेर गर्छु उतापट्टि टाइपको पनि माछा टाइपको छ सो यो चाहिँ कमल फुलको हो होइन अझै फुल्या छैन यहाँ कमल फुल फुल्या भयो टक्क लाएर यतातिर साकुरा फुल्या भयो होइन टक्क त्यो सिजनमा आउनुपर्छ यस्तो बवाल देखिने रहेछ होइन सो टक्क लाएर यहाँ तोरी गेट छ होइन देखिरहनु भयो होला मेरो पछाडि एउटा मन्दिर टाइपको पनि छ सो अब म हल्का उतातिर घुम्छु होइन अनि त्यसपछि के भन्छ यो फोनबाट भ्लग गरेर देखाउँछु फोनबाट भिडियो गर्छु म होइन सो त्यो पुरै माछाहरू पनि छ त्यहाँ टक्का देखाउँछु है त मेरो हात चिसो भइसक्यो कोकको हातमा लिएर होइन म यसलाई झोलामा हालेर हिँड्छु है त ल सो है त गाइज चट्ट लाएर म चाहिँ यहाँ फोनबाट भ्लग गर्दैछु अहिले टक्कलाई त्यहाँ माछा देखिन सक्नुहुन्छ होइन सो यहाँ माछा छ अर्को पनि त्यहाँ थियो एउटा ठुलो खाले अलिक ठुलै माछा थियो कहाँ हो सो टक्क लाएर यहाँको भ्यूहरू देख्न सक्नुहुन्छ होइन यहाँ मन्दिर छ सो यता वरिपरिको भ्यूहरू होइन यहाँ बारी अलिक गाउँ टाइपको छ कि होइन सो बब्बाल देखिरहेको छ होइन भ्यूहरू चाहिँ टक्क लाएर यतापट्टि पनि यहाँ माछा धेरै खाने जस्तो माछा यतातिर चाहिँ होइन सो पोखरीहरू टाइपको छ यता त्यहाँ कमल फुलको त्यो उसहरू छ सो है त ल टक्क लाएर देखिरहनु भएको छ यता वरिपरिको भ्यूहरू होइन अब एक लट सिनेमेटिक हान्यो है त ल
सो है त गाइज चट्ट लगाएर अब चाहिँ मेरो पछाडि यो मन्दिर छ नि देखिरहनु भयो होला होइन। सो अब चाहिँ म मन्दिरबाट अब जाँदैछु। एकलट यतातिरको अब साइक्लिङहरू हुन्छ होला होइन, त्यो पनि हेरिराख्नु होला। सो होइन अघि यत्रो बनाएको भ्लग यार के भयो भने गाइजहरू अहिले चाहिँ म फोनबाट बनाउँदैछु होइन। अघिको हेर्नु फाइल नट सपोर्ट कि के भने क्र्याक देखाएर आयो यार, के भयो यस्तो हेर्नु। तिनवटा भ्लग होइन कति सेकेन्डको थियो, 105 के अरे 1 मिनट 5 सेकेन्डको, 33 सेकेन्डको, 1 मिनट 4 सेकेन्डको थियो यार भ्लग। के भयो भने क्यामेराबाट यो मेमोरी सपोर्ट नगरे कि अहिले कुनै सुरुको सपोर्ट गरेर अहिले पछि बनाएको चाहिँ किन सपोर्ट गरेर आएन होइन। अब यो फोनमा के अरे मेमोरी कार्ड सपोर्ट नगऱ्यो भने अब यही क्यामेरामा हुने स्टोरेजबाट भ्लग गर्छु नेक्स्टचोटि, त्यो पनि कस्तो आउँछ हेरौँ। भ्लग गरेको यार सपोर्ट नै नभयो भने कि सपोर्ट नभएको होला नि होइन, क्र्याक देखाइरहेको कि। अब चाहिँ यो यसमै हुने इन्टरनल स्टोरेजबाट म भ्लग गर्छु होइन। सो है त ल, सो यता गाइज ल चाहिँ टक्क लगाएर भ्लग गर्दैछु होइन। सो भिडियो कस्तो लाग्छ मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अब चाहिँ म घर फर्किँदैछु होइन। अहिलेको भिडियो चाहिँ क्याप्चर भएन छ होइन, अब यो पनि के छ हेरौँ एकचोटि। सो यो पनि भने चाहिँ हाल्छु म, यो क्याप्चर भएन भने चाहिँ म यो पनि अब भएन भने त अब के अरे क्याप्चर भने उसके फाइल नट सपोर्ट कि क्र्याक के भनेर देखायो कि होइन। सो अब यो पनि कस्तो भयो हेरौँ। टक्क लगाएर यहाँ साइक्लिङमा एक हातले क्यामेरा समाउँदै होइन। सो भ्लग गर्दैछु, अब चाहिँ म घर फर्किनु पर्ने हुन्छ होइन। भिडियो लास्टसम्म हेर्नु होला, भेटिदिनु भयो होला होइन। भिडियो कस्तो लाग्यो अब लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। सो टक्क लगाएर अब यता हल्का अगाडिसम्म जान्छु म होइन। सो कस्तो आइरहेको छ अब एकचोटि यहाँ रोकेर हेर्छु म, क्यामेराले भिडियो क्याप्चर गरेको त्यो फाइल सपोर्ट गरेको हेर्नुपर्ने हुन्छ होइन। सो है त ल चट्ट लगाएर म चाहिँ अब यो मन्दिरबाट फर्किँदैछु। मन्दिर जस्तो पार्क जस्तो छ नि यहाँ होइन। सो देखिरहनु भयो होला। सो चट्ट लगाएर म यहाँ चाहिँ फर्किँदैछु। एकलट त्यहाँ गएर भिडियो हान्न मन थियो यार, जानु पऱ्यो एकचोटि त्यहीँ गएर भिडियो हानेर होइन, फोनबाट भिडियो गरेर सिनेमेटिक सर्ट लिएर म फर्किन्छु होइन। अब एकलट ती पुगौँ कस्तो आउँछ होइन, अनि त्यसपछि अब घर फर्किनुपर्ने हुन्छ। च्यानल नहुन्छ भने च्यानलमा पनि सब्सक्राइब गरेर राख्नु होला होइन। सो त्यही नै हो, अब म हल्का अगाडिसम्म पुग्छु त्यसपछि अब होइन भ्लग कन्टिन्यू नै हुनेछ। अब हल्का अगाडि पुगेर सिनेमेटिक सर्ट लिन्छु एउटा। सो है त ल, अघि म उतापट्टि साइडमा थिएँ, टक्क लगाएर यहाँतिर थिएँ अघि म होइन। त्यो रोडबाट पनि भिडियो हानिरहेको थियो, अहिले चाहिँ म यता आइसकेको छु होइन। सो टक्क लगाएर देखिरहनु भयो होला होइन। सो म चाहिँ अब यहाँबाट अब फर्किन्छु उतापट्टि होइन। सो एउटा सिनेमेटिक सर्ट हेरौँ त्यसपछि फर्किन्छु होइन। सो है त ल, सो है त गाइज ल आजको लागि भिडियो यति नै। सो हजुरहरूलाई भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अघिको अर्को मेमोरी कार्डबाट भिडियो गर्दा चाहिँ सो त्यो मेमोरी क्र्याक के भनेको त्यो मेमोरी यार आजै ल्याएको 256 GB को मेमोरी आजै त्यस्तो भयो यार। सो है त ल, अब चाहिँ मैले यो फोन के अरे क्यामेरामा हुने इन्टरनल स्टोरेजबाट चाहिँ भ्लग गर्दैछु अहिले चाहिँ। सो आइरहेको होला होइन। त्यो टन्नै यार भ्लग लामै 3 मिनट जतिको भ्लग भएको थियो होला, मैले काटेँ के अरे उस नट सपोर्टेड भने क्या अब होइन। सो त्यही नै हो, भिडियो कस्तो लाग्यो अब टक्क लगाएर मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। सो ल टक्क लगाएर यो भ्यू हेर्दै आजको लागि भिडियो यति नै होइन। सो भिडियो इन गरौँ है त ल, बाई बाई।